Wow, what are you doing? Gymnastics? Sola y arena, oh so bright. Baila conmigo toda la night. El ritmo suena, can you feel? Move your body, it's so real. Vuélvete loco, don't stop now. Alright, come on, let's clap our hands. Fuego en el aire, burning high. Feel the heat Bali, up Bali. the sky. Yes, Bali, Bali now. Sin parar, shake your body, shine like star. Baila, en el mar, keep it going, no queda Luna llena, shining down, pies descalzos on the ground. Latido fuerte, boom boom boom. Take me higher, feel the zoom. Break it down, feel the sway. Cerca de mí, don't run away. That bold beats, let's ignite. Dance with me through the night. Sin parar, shake your body, shine like star. Keep it going, no queda igual. Bali, Bali. Ay, yakin, ayaw pala. Talia में कम बात होगी Okay, once again, thank you so much. Okay, come here, partners. Okay, so once again, that's our couple from Johor Bahru. Yes, right, partner Jam. कन्टिन्यू खानेछु कन्टिन्यू युज गर्नेछु लाइक अरू पनि है यति मात्रै नभएर यो चाहिँ एउटा मोरिन्गा सिटी कर्निया एउटा फलबाट चाहिँ बनाइएको जुस हो अनि त्यो चाहिँ कुनै पनि बाहिर रासायनिक कुराहरू चाहिँ मिक्स गरेको छैन भनेर चाहिँ डाक्टर लिम सरोजितले चाहिँ भन्नुहुन्छ उहाँले त्यो तरिकाले प्रोभाइड गरिदिनु भएको छ
अनि त्यो खाना चाहिँ त्यो दुखाइ मात्र होइन, मेन्सुरेन्सको समयमा दुख्ने त्यो दुखाइ मात्र नभएर हाम्रो शरीरमा अथवा क्यान्सर पीडितले पनि त्यो जुसहरू पिउँदा क्यान्सरलाई पनि निको पार्ने काम गर्दछ। त्यति मात्रै नभएर चाहिँ अब हाम्रो शरीरमा हाम्रो अङ्गमा हरेक हाम्रो अङ्गमा चाहिँ हाम्रो नसाहरू कुनै ठाउँको सुकेको हुन्छ, त्यो नसाहरू चाहिँ फुकालेर त्यसमा हाम्रो रगतहरू शुद्ध पारेर त्यसलाई चाहिँ शुद्ध पारेर हरेक हाम्रो शरीरमा चाहिने रगतका सेल्सहरूलाई चाहिँ शुद्ध बनाउने काम गर्दछ। अनि त्यस पछाडि धेरै छ यसको बेनिफिटहरू। अब हाम्रो शरीरका हरेक ठाउँको दुखाइ, ढाडको दुखाइहरू, नसाका दुखाइहरू, हरेक कुराहरूलाई चाहिँ यो मोरेन्जी जुसले चाहिँ एकदमै निको पार्ने भएकोले गर्दाखेरि चाहिँ सबैजनाले युज गरौँ। अनि युज गर्दै जाउँ। हामी दिदीबहिनीलाई मात्र होइन, दाजुभाइहरूलाई पनि यो आवश्यक छ किनभने अनियमित मेन्सुरेन्सलाई पनि नियमित बनाउने काम गर्दछ है। अनि त्यही भएर चाहिँ म भन्ने गर्छु यो चाहिँ एउटा नेचुरल पेनकिलर पनि भन्ने गर्छु र अरूले पनि भन्नुहुँदो रहेछ, किनभने म आफैले पनि यो चाहिँ महसुस गरेको अनि मेरो महसुस गरेको कारणले चाहिँ म यो नेचुरल पेनकिलर नै भन्दछु है। हजुरहरूले पनि एकचोटि सबैजनाले युज गर्नु होला। यदि युज गर्नुभएको छैन भने यो चाहिँ सबैजनाले युज गर्नुपर्ने रहेछ। र डिएसएनको चाहिँ यो सिस्टम चाहिँ यहीँ राख्दै बिदा हुन्छु। नमस्ते, गुड मर्निङ डिएसएन। धेरै धेरै धन्यवाद छ मिना म्यामलाई। अति राम्रो प्रस्तुति राखेर हामी बिदा भइसक्नु भएको छ। र अर्को कुरा चाहिँ अब मेन कुरा चाहिँ अब म आफै नै परिचय दिन्छु होइन। यतिजना सबैजना भेटमा भयो नि। बट मेरो नाम चाहिँ मितमाया सुनवार। अहिले चाहिँ अब घर त मेरो रामेन छ, भोजी पर्छ होइन। अनि अहिले चाहिँ मलेसिया आएको चाहिँ समथिङ भयो होला 8-9 वर्षै भयो, तर बिचमा चाहिँ भएको होइन। 2017मै होला है। अनि त्यसपछि गएर 2017मा जोइन भयो, तर हामी त्यो बेला चाहिँ एडिक्सन के हो भन्ने कुरा नि अलिक हामीलाई चाहिँ सुरुबाट चाहिँ अब टुथपेस्ट, कफी, साबुन 3टा कुरा युज गऱ्यो। अनि 3टा कुरा युज गरिसकेपछि मैले चाहिँ टुथपेस्टबाट थाहा भएको, किनभने चाहिँ दाँत आफूले अब टुथपेस्ट गर्दाखेरि दाँतहरू अब गनाउने, अब कति प्राय मान्छेलाई अब हुन्छ नि सास बनाउने, अब त्योहरू पनि अब राम्रो क्लियर चाहिँ हुँदो रहेछ। अनि त्यस कारणले चाहिँ अनि कफी चाहिँ मैले कन्टिन्यू अब खाने लाँदाखेरि अब भन्नु उहाँले मिना हाम्रो मितिनी मेरो चाहिँ होइन, उहाँ पनि राई हो, म नि राई हो न त। अनि उहाँले भने जस्तै मैले पनि अब मेन चाहिँ सुरुबाट चाहिँ अब टुथपेस्ट, कफी, साबुन 3टा कुरा युज गऱ्यो। अनि 3टा कुरा युज गरिसकेपछि मैले चाहिँ टुथपेस्टबाट थाहा भएको, किनभने चाहिँ दाँत आफूले अब टुथपेस्ट गर्दाखेरि दाँतहरू अब गनाउने, अब कति प्राय मान्छेलाई अब हुन्छ नि सास बनाउने, अब त्योहरू पनि अब राम्रो क्लियर चाहिँ हुँदो रहेछ। अनि त्यस कारणले चाहिँ अनि कफी चाहिँ मैले कन्टिन्यू खान थालेँ है। मेरो पनि प्रेसर छ होइन, अनि ग्यास्ट्रिक छ। अनि कफी खाएपछि अब कस्तो लाग्यो भने चाहिँ अब ब्ल्याक कफी खाएपछि चाहिँ अलिक अब शरीरलाई जुन अब हुन्छ नि अब यो के भन्छ नि ग्यास्ट्रिक हुने मान्छेलाई त प्रायः जस्तो गुलिएको चिज खान नहुने। अनि अब त्यो ब्ल्याक कफीले चाहिँ धेरै कुरोहरूमा चाहिँ अब मलाई चाहिँ अब एकदम प्रुफ भएर आयो नि त। अनि त्यो भएपछि चाहिँ मैले ब्ल्याक कफी पिउने गऱ्यो। मर्निङ खाँदाखेरि चाहिँ के हुन्छ भन्ने कुरा चाहिँ पहिला सुरुमा खाएर हेर्नु पऱ्यो होइन। अनि त्यसमा उहाँ बिना म्यामले भने जस्तै एनर्जी पावरदेखि लिएर नभएर त्यसमा हुन्छ नि खानेकुरा कुनै पनि नखाइकन त्यो खाएपछि यस्तो एनर्जी पावर आउँछ कि मलाई चाहिँ हुन्छ है, तर अरूले पनि हुनसक्छ नि त यो कुराहरू। अनि त्यही कारणले चाहिँ त्यो मर्निङ जुस चाहिँ म कन्टिन्यू युज गर्छु। अनि सबैजना अब अरूलाई पनि त्यस्तो भएछ भने गर्दा कुनै फरक पर्दैन।
अनि त्यसपछि लिएर अब बाँकी चाहिँ धेरै कुराहरू छ मसँग पनि, तर म प्रिपेयर भएर आएको पनि होइन बोल्छु भने। फर्स्ट टाइम यो स्टेजमा बोल्दैछु र नेक्स्ट टाइम पनि फेरि पनि बोल्ने छु होइन। र अर्को कुरो अब यति नै आजको लागि चाहिँ। धेरै धेरै धन्यवाद छ। मलाई त्यहाँ पनि यसरी नै मैले बोल्न पाएको थिएँ र मैले त्यहाँ पनि डेक्सनको धेरै कुरा भनिदिएको छु। म जहाँ जान्छु डेक्सनलाई त्यहाँ छुन्छु क्या, तपाईँले खाइदिनुहोस् है भनेर। र यो डेक्सनको उन्नति प्रगति होइन, आफू स्वास्थ्य हुने अनि अरूलाई स्वस्थ बनाउने। अघि म्याडमले भन्नुभयो नि म बाँचेँ भन्नुभयो नि, त्यसले बचाउँछ क्या। मैले गाडी हाल्न कसरी दिँदैछु, मैले कफी खाएर हो क्या। म कफी खान्छु र मेरो दाँतमा किरा लागेको दाँत भएर मैले त्यहाँ सानो गएर खान्छु। म अनुभव गरिरहेको छु र मैले मेरो बिहानमा अहिले पनि यो डेक्सनको बन्धन छ क्या। म त्यही बन्धनले बिहान दाँत खोल्छु जहाँ गएको। ठुलो छ अब सक्ने फेरि बिटामा किनिहाल्छु। मेरो बिटामा छ शाखा, किरामा छ, फुटीमा छ र म पढ्ने छैन शाखा र म त्यहाँ गएर किन्न चाहन्छु। र मेरो आइडी अझै म धेरै मान्छेलाई उहाँहरूलाई स्मरण गर्दै उहाँको चाहिएको छैन, स्वास्थ्य हुन पाए हुन्छ। मेरो पेट लिएर म हिँड्दामा स्वास्थ्य हुँ र अरूलाई पनि म जोड्न चाहन्छु। र यसमा फोकस चाहिँ म पृथ्वीमान तामाङलाई नै भन्छु, म अरू कसैलाई भन्दिनँ। किन उहाँ अफलाइन हो, जसरी उहाँले मलाई लान्छ त्यसरी जानेवाला छु। र उहाँले आज यो स्कुलमा आएर बोल्न पाउँदा नुवाकोटको दरबारमा 11 वर्ष पालिरहेको भाइ दिदीबहिनीले मलाई सहयोग गर्नुभएको छ, अझै पनि सहयोग गर्नुहुन्छ भन्दै विश्वमा कसले कुदाएको अरे यसरी गाडी को हिँड्नु अरे भन्दा नेपालबाट नेपाल के अरे भन्ने मात्रै मेरो नाम पनि चाह छ गर्नलाई मैले मेरो एउटा टार्गेट छ। र मेरो नेपाली पोसाक, हामी महिलाका गहना, हाम्रो यो पोसाक भनेको महिलाको गहना हो। र भद्रपुर सिडिओ कार्यालयमा एउटा सानो कुरो जोड्न चाहे म सकिहाल्छु। भद्रपुर अदालतमा बुद्ध शान्ति 7वटा वार्ड छन्। त्यो 7वटा वार्डमा को कति नम्बर वडा मलाई थाहा भएन, 2जना बहिनीहरू जानुभएको छ हाफ पेन्ट काटेको लाएर, म पनि हट पेन्ट लाएर। गुड मर्निङ डेक्सन भन्छ नि त्यसलाई होइन र? गुड मर्निङ डेक्सन, गुड मर्निङ डेक्सन। अलिकति भोक लाग्यो जस्तो लाग्यो हजुरलाई, भोक खाजा केही होला खानुपर्छ अहिले। र आजको यो नुवाकोट नामै काफी, नुवाकोट हो, रात दरबार नुवाकोट रात हो र मैले हेरेकी थिएँ। यस कार्यक्रमका अध्यक्ष ज्यू र आउँदै गएको शुभ दीपावली र विजयादशमी छठ पर्वको शुभकामनालाई उहाँहरूले आयोजक गरेकै यो काम काफी लाग्यो मलाई। किनभने चाडपर्व हाम्रो आइरहेका छन् नि नजिकै, त्यस्तो दौडानमा पनि आज जमरा राख्ने दिन। कतिजनाले जमरा राख्नुभएको होला घरमा, मेरो पनि जमरा राख्न मैले तयार गरेर राखेको थिएँ झापामा। मेरो घर झापा हो, तपाईँलाई नाम मैले भन्नु परेन। झापाली बुलेट आमा प्रख्यात भएर मैले 2081 साल भदौ 5 गते पूर्व मेचीदेखि पश्चिम महाकाली गएँ। त्यस पछाडि आएर मेरो जन्मथलो 8 युवा गोलेगाउँ हो, धनकुटा जिल्ला पर्छ। र मैले अहिलेसम्म मेरा दौडानमा 57 जिल्ला सकेर यो 57 ठाउँ नभयो। र अब फेरि मेरा थोरै जिल्लाहरू रका जिल्ला फेरि अब मेरो यात्रा अहिले नेपालको दुःखमय परिस्थितिमा नेपाल गुज्रिरहेको छ। तपाईँलाई भन्नै पर्छ, हाम्रा जेन्जी भाइ, हामी जेठमा पर्छौँ होला र उमेरले मभन्दा धेरै बुढा मेरा प्रितम तामाङ भाइका बुबाआमा र अरू पनि दाजुभाइका बुबाआमाहरू आउनुभएको छ मैले देखिरहेको छु। र मभन्दा पनि जेठा धेरै हुनुहुन्छ होला यहाँ। मेरो उमेर 55 वर्षको हो। र आज देशमा जेएनजी ग्रुपले ल्याएको यो आमूल परिवर्तनलाई स्मरण गर्दै उहाँहरूलाई
मरेका जति पनि मर्नु भएको छ उहाँहरूले वीरगति प्राप्त गर्दै श्रद्धाञ्जली दिँदै उहाँहरूलाई नेपाल सरकारले चाहिँ शहीद घोषणा गरेको छ र उहाँहरूको आत्माले अमर पाओस् भन्दै यो डेक्सन कार्यक्रममा बोल्दै गर्दा म कसरी आबद्ध भएँ तपाईँलाई भन्नै पर्छ। मैले कसरी म डेक्सनमा आएँ त 55 वर्ष पछाडि सम्झिन् त। मैले काहीँ सर्च गरेर भए त म पनि आउँछु होला नि त यहाँनिर। म पनि डायमन्ड, गोल्ड डायमन्ड, एसएसटी, एसडी यहाँका कति पद छैन त, कति ठुलो होला तपाईँहरू मध्ये कतिजना हुन्छ, कतिजना भक्ख दौडाउन हुन्छ। म छुइनँ केही पनि, म चाहिँ यस्ता केहीमा छुइनँ नि भक्ख सुरु। र मैले कहाँबाट सुरु गरेँ? मलेसियाबाट। कसरी सुरु गरेँ भन्दा म जागिर गएको थिइनँ, कमाउनु गएको थिइनँ। अघि एकजना तामाङ भाइले भन्नुभयो नि 22 वर्ष बस्नु अरे मलेसियामा। वाह, तपाईँलाई धन्यवाद छ। र उहाँ 22 वर्ष बस्दाखेरि अहिले किन उहाँ चाहिँ त्यत्रो पदमा पुग्नु भयो नि त? उहाँले चाहिँ स्वास्थ्यका लागि मात्रै खानुभयो अरे। मैले पनि त्यही स्वास्थ्यका लागि नै खाएको थिएँ। कहाँ भन्दा मलेसियामा। र अहिले पनि खाइराखेको छु र युज गरिराखेको छु त्यो सामान। मैले युज गरेर जब म पर्फेक्ट हुन्छ नि मात्र म डेक्सनको एसएसडी डायमन्ड हुन चाहन्छु क्या। अहिले हुन्न, म सुरु गर्दैछु भर्खर। र यो मलाई कसले गरायो भन्दा हाम्रो पृथ्वीमान तामाङ सर, उहाँ मलेसिया हुनुहुन्थ्यो, उहाँ मेरो अफलाइन उहाँ नै हो। र उहाँ मलाई जतिखेर पनि गुड मर्निङ आमा भन्नु त 12 बजी राति। किन यो गुड मर्निङ गर्छ तपाईँले कसैले भन्नुभएको छैन भन्नुभयो। सबैजना सरहरू आउनुभयो, बोल्नुभयो, जानुभयो, डेक्सनको धेरै कुरा भन्नुभयो। यो गुड मर्निङ किन भनेको? खै यसको प्रश्न। गुड मर्निङ भनेको जतिखेर बिहान क्या। यो डेक्सन जतिखेर बिहान लेख्छ अरे क्या। 12 बजी गुड मर्निङ, 2 बजी गुड मर्निङ, 3 बजी गुड मर्निङ, उज्यालो हुँदा पनि गुड मर्निङ हुन्छ। किन भन्दा यो 1 हो, यसलाई 1 भन्छन्। र मैले खाँदै गर्दा, मैले युज गर्दै गर्दा अहिले म कुनै पदमा खल्छु छैन। तर मलाई जतिखेर पनि पृथ्वीमान तामाङ मेरो सरै भन्छु, मलाई म मेरो छोरो समाजको मान्छे हो। र उहाँले मलाई जतिखेर पनि आमा भन्नुहुन्छ। किन आमा भन्नुभएको होला नि? मेरो नामै बुलेट आमा भएकाले आमा भन्नुभयो, नभए आन्टी भन्दा पनि हुन्थ्यो। र उहाँले मलाई आमाको दर्जाले अहिलेसम्म सम्मान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलेसियाको जुन कम्पनीसँग बनिरहेको थियो कम्पनी मलाई मात्र म 6 घन्टा गाडी कमाउँदा गाडीमा हामी 12 जना टिम थियौँ, 11 जना टिम थियौँ। र साइबर भिलामा पनि गएँ म। त्यहाँनिर साइबर भिलामा गएर मैले त्यहाँका साना खाँटी चलाउने गाडीले त्यहाँ बसेर फोटा खिचेँ। र मलाई पृथ्वीमान सरै भन्छु उहाँलाई। मलाई जसले मलाई यो ज्ञान दिन्छ त्यसलाई सरै भन्नुपर्छ। हामीलाई ज्ञान दिनलाई सरै भनिन्छ। र साइबर भिला हुँदै 6 घन्टाको बाटो मलाई कम्पनीभित्र लगेर जब मैले यसको सबै प्रोसेस हेरेँ, त्यहाँ बनाएको सिस्टम हेरेँ, काम गरेको शैली हेरेँ, 1 बाई 1 काम गरेको सबै जग्गा रफ्तार हेरेँ। र यो नेपालमा मात्र हेरेँ 100 लगभग लाग्छ 85 देशमा होला जस्तो लाग्छ मलाई जहाँसम्म। र आज भन्दै गर्दा बुलेट आमाले पनि 55 वर्षमा यो डेक्सनमा आएर नुहाकोट त होइन म विश्व नै जान्छु भन्ने मेरो धारणा लिएको छु। र यो मेरो पर्चा विश्वभरि हुन्छ। तर विश्वमा यो पर्चा भएर विश्वमा पुगेको पनि छ डेक्सन। र उहाँ युज पनि गर्नुभएको छ। र यो एक ठाउँ चाहिँ मैले थाहा पाएसम्म इजरायलमा रहन्छ। मैले इजरायल बसेँ म 9 वर्ष। र यो कम्पनी इजरायलमा छैन। र अहिले हाम्रो विपिन जोशीलाई ल्याउनलाई सुशीला कार्की प्रधानमन्त्री जाँदै हुनुहुन्छ। समय भएसम्म त्यो इजरायलमा गएर हिब्रू भाषा बोल्न सुशीला कार्की प्रधानमन्त्रीज्यूसँग जान चाहन्छु। किनभने मलाई भाषाको प्रब्लम छैन। र हाम्रो विपिन जोशीको लागि यदि छुट्नु भएन भने केही कुरा राख्ने हाम्रो सहज भइरहेको छ नेपाल सरकारमा। र भोलि ती कुरा पनि उहाँसँग गर्न चाहन्छु म। र मलाई प्रधानमन्त्री चाहिएको छैन, मलाई प्रधानमन्त्री हुनु परेको छैन, सामान्य वडा अध्यक्ष हुनु परेको छैन। मलाई जहाँ गयो नेपाली पोसाक, नेपाली परिचालन नहराओस् भन्दै विश्व शान्ति कामना गर्दै छु। के समय भन्दा डेक्सन समय। फेरि म एक्लै होइन नि, यो कम्पनीको सामानको डेक्सन क्या खाने हाम्रो हेल्थलाई चाहिँ स्वास्थ्यलाई माथि लाने डेक्सन कम्पनीको यी जति पनि प्रोडक्सन बनिया छन् यसलाई साथसाथै राख्दै सुशीला कार्कीजीसँग
मेरा मिडिया भाइहरूले चाहिँ त्यहाँ मलाई सहजीकरण गराएर र भेट्न मलाई मैले एउटा जमर्को गरेकी छु र सायद भेट्छु पनि होला। र यो इलेक्सनमा आउँदै गर्दा मैले 55 वर्षमा आज आएर मैले यसको सामान मैले युज गरेकी छु। मलाई साबुनमा कोलगेटमा त्यसमा 8-10 पोका दिनु भएको थियो। मेरो पृथ्वी भाइ, म भाइ भन्छु, छोरा भन्छु, पृथ्वीमान तामाङ सरले चाहिँ मलाई धेरै सहज गरेर धेरै पोका दिनुभएको थियो, साबुन दिनुभएको थियो, कोलगेट दिनुभएको थियो र 7-8 साबुनले न कति राम्रो छ भन्नुभयो। मैले आइडीमा मेरोमा नआए साबुन किनेर दिएँ उहाँहरूलाई, पहिला युज गर्नुहोस्, त्यसले केही इफेक्ट आउँछ भने मात्रै तपाईँलाई दिन्छु भनेर मैले दिएको थिएँ। र मलाई अहिलेको काठमाडौँ हुँदै गर्दा मलाई साबुन चाहिँ है मलाई धेरैले भन्नुभएको छ, साबुन र कोलगेट र अरू पनि छन् साबुन भन्दा छन् भनेको छ मैले। यसै गर्दै फेरि मेरो यो डिरेक्सनमा अब तत्कालैमा मलेसियाको मेरो भिसा मेरा ड्रेसमा मैले कलकत्तामा लगेर मेरो गाडी राखेँ, नेपाली पोसाकमा 5 घन्टा राखेर कलकत्ता पुगेर मेरो गाडी ती माया मैले डेक्सनको प्रोडक्टहरू युज गरेँ।
पछि गीत हो Mami, sorry.